धेरै पहिलेको कुरा हो। एउटा शिक्षक हुनुहुन्थ्यो, उहाँको नाम मिसेस थोम्सन थियो। स्कुलको पहिलो दिन उहाँ 5 कक्षाको अगाडि उभिनु भएको थियो। उहाँले एउटा झुटो बोल्नुभयो, जुन चाहिँ धेरै जस्तो शिक्षकले बोल्ने गर्नुहुन्छ। उहाँले केटाकेटीलाई हेर्नुभयो र भन्नुभयो, म सबैलाई बराबर माया गर्छु। तर यो सम्भव थिएन, किनकि अगाडिपट्टि एउटा सानो केटा बसिरहेको थियो। उसको नाम टेडी स्टोटर्ट थियो। मिसेस थोम्सनले टेडीलाई अघिल्लो वर्ष देख्नुभएको थियो र सोच्नुभएको थियो कि ऊ अरू केटाकेटीसँग खेल्दैन र उसको लुगा पनि फोहोर रहन्छ। टेडी धेरै अनप्लिजेन्ट देखिन्थ्यो। यो यति बढेको थियो कि मिसेस थोम्सनलाई उसको पेपरमा गल्ती लेख्न मजा आउन थालेको थियो। त्यो क्रस लेख्न र फेल लेख्न साह्रै मजा आउन थालेको थियो। स्कुलमा मिसेस थोम्सनले हरेक विद्यार्थीको पछिल्लो रेकर्ड हेर्नु पर्थ्यो, जहाँ उहाँले टेडीको फाइल सबैभन्दा अन्तिममा राख्नुभयो। जब उहाँले अन्त्यमा टेडीको फाइल खोल्नुभयो, उहाँ चकित रहनुभयो। टेडीको क्लास टिचरले लेख्नुभएको थियो, टेडी एउटा उज्जवल विद्यार्थी हो, जहिले हाँस्न तयार रहन्छ, आफ्नो काम पूर्णत गर्दछ र राम्रो व्यवहार प्रदर्शन गर्दछ। उसँग रहनु खुसीको कुरा हो। फेरि दोस्रो फाइलमा दोस्रो कक्षाको शिक्षकले लेख्नुभएको थियो, टेडी एउटा उत्कृष्ट बच्चा हो, ऊ सबैलाई मनपर्छ, तर ऊ चिन्तित छ किनकि उसको आमा बिरामी हुनुहुन्छ। उसको घरको अवस्था खतरामा आएको छ। तेस्रो दिन शिक्षकले लेख्नुभएको थियो, उसको आमाको मृत्युले उसलाई नराम्रो असर गर्दछ। ऊ आफ्नो तर्फबाट कोसिस गर्छ, तर उसको बुबाले ऊतर्फ आफ्नो ध्यान आकर्षण गर्न सक्नुहुन्न। यदि कोही गर्न सकिएन भने उसको घरको अवस्था बिग्रिनेछ। चौथो कक्षाको शिक्षकले लेख्नुभएको थियो, टेडी अहिले धेरै फरक रहन्छ, स्कुलमा धेरै ध्यान राख्दैन, उसको धेरै साथी पनि छैनन्। म कहिलेकाहीँ ऊ कक्षामा निदाउँछ। यो सबै देखेर मिसेस थोम्सनलाई लाज लाग्न थालियो। उनलाई झन् धेरै नराम्रो त तब लाग्यो जब विद्यार्थीहरूले उनलाई क्रिसमस गिफ्ट दिए, जुन राम्रो र आकर्षक थिए। तर टेडीको गिफ्ट एक ब्राउन पेपरमा थियो, जुन ग्रोसरी स्टोरबाट लिएको थियो। थोम्सनले सबैको बिचमा टेडीको उपहार खोल्नुभयो। भित्र एउटा पुरानो ब्रासलेट थियो, जसमा केही स्टोन मिसिन रहेका थिए र एउटा पर्फ्युमको बोतल थियो, जुन थोरै थियो। त्यो देखेर सबै हाँस्न थालेर मिसेस थोम्सनले छिटो भन्नुभयो, ब्रासलेट कति राम्रो छ, र पर्फ्युमको हातमा लगाउनु भयो। टेडीले त्यो दिन स्कुल छुट्टी भएर पनि बस्यो र भन्यो, मिसेस थोम्सन, आज तपाईँ मेरो आमा जस्तै बासना आइरहेको भएको छ। जब बच्चाहरू गए त्यसपछि मिसेस थोम्सन 1 घन्टासम्म रोइराख्नुभयो। त्यस दिन पछि उहाँले पढाउनुभन्दा पनि सिकाउन थाल्नुभयो। मिसेस थोम्सनले टेडीमा विशेष ध्यान दिनुभयो। जति उहाँले टेडीलाई विशेष ध्यान दिनुभयो, टेडीलाई इन्करेज गर्नुभयो। सालको अन्त्यमा टेडी सबैभन्दा जान्ने भयो। 1 वर्षपछि उसले मिसेस थोम्सनको ढोकामा एउटा टेडीको एउटा चिठी आएको थियो। त्यसमा लेखेको थियो कि जिन्दगीको सबैभन्दा राम्रो शिक्षक तपाईँ नै हो। 6 वर्ष बित्यो र फेरि उहाँलाई एउटा चिठी आयो, जसमा टेडीले लेखेका थिए उसले उच्च शिक्षा उत्कृष्ट सहित पुरा गरियो र मिसेस थोम्सन अझै टेडीको मनपर्ने शिक्षक हुनुहुन्छ। 4 वर्षपछि फेरि एउटा लेटर आयो। टेडी कलेज ग्रेजुएट हुन आँटेको थियो। ऊ भन्दै थियो, तपाईँ अझै मेरो मनपर्ने शिक्षक हो। 4 वर्ष अरू बित्यो, फेरि अर्को चिठी आयो। यो पटक टेडीले भन्यो उसले कलेज पछि अघि बढे र डाक्टर भए भन्यो। लेटरको अन्त्यमा मनपर्ने शिक्षक भनेर लेखिएको थियो। फेरि अर्को चिठी आयो। त्यसमा भनेको थियो टेडी विवाह गर्न लागेको थियो र त्यसमा चाहिँ मिसेस थोम्सनलाई सोधियो, के तपाईँ मेरो आमाको ठाउँमा बस्न सक्नुहुन्छ? मिसेस थोम्सनले मान्नुभयो र त्यो दिन उहाँले टेडीले दिएको ब्रासलेट र पर्फ्युम लगाउनु भयो, जहाँ टेडीलाई ममको याद दिलाउँथ्यो। विवाहमा पुगेपछि मिसेस थोम्सनलाई टेडीले अँगालो हान्यो र भन्यो, थ्याङ्क यू मलाई विशेष अनुभव गराउनु भएकोमा, अनि म पनि जिन्दगीमा केही गर्न सक्छु भनेर तपाईँले मलाई सिकाउनु भयो भनेर थोम्सनलाई टेडीले भन्यो। तर थोम्सनले फेरि टेडीलाई भन्नुभयो, टेडी तिमीले उल्टो सोचिरहेको छौ, तिमीलाई थाहा छैन तिमीले मलाई सिकाएको छौ कि के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ, कसरी पढाउने भनेर तिमीले मलाई सिकाएको छौ। जबसम्म तिमीलेसँग मैले भेटेको थिइनँ तबसम्म मलाई ज्ञात थिएन कि कसरी पढाउने भनेर।